अरे यो चाहिँ अब कपाल काट्ने वामीदेखि आएको अनि यत्तिकै रेडी केही पनि भएर हिँड्छ कि रमेश साथी चाहिँ अनि अब बुवा पनि यत्तिकै बसिरहनु भयो अनि यहाँ मैले पनि दारी सारी कपालहरू काट्नु थियो होइन त्यसो हुँदा म पनि यहीँ ल यसो रेडी भएर जाउँ न त होइन अन्त अर्को दाइ चाहिँ यहीँ कपाल काटेर हामीभन्दा उहाँ पाएको थियो पत्ताले एकदम ट्याटिक्क होइन हिरो पारामा चस्मा लगाइदिएर बसिरहेको थियो भाइ खुद चाहिँ एकदम क्युट स्माइलवाला सबै जानुभयो एकै दुईजना अप्ठ्यारो होला भनेर दुईजनाले आफ्नो आफ्नो बाइक लिएर आइहाल्यो बाटो चाहिँ अहिले प्लेन गरेर होइन सम्म बनाएको चाहिँ एकदम राम्रो बनाएर चाहिँ यहाँदेखि चाहिँ साथी चाहिँ उता गएर टल्दैछ पुरै होइन चाहिँ एकदम क्लियर रहेको छ अरे एकदम डाँडा पाहा पनि एकदम क्लियर आएको छ अहिले ठ्याक्क आउँदाखेरि गेट आउँदा रहेछ यहाँ आउँदाखेरि चाहिँ के हुँदो रहेछ यहाँ चाहिँ एकदम आफ्नो बाइक नम्बर गाडी नम्बर एन्ट्री गराउनु पर्दो रहेछ यता चाहिँ नामसाम टिपाउने अब के गर्ने हो त्यो चाहिँ टिपाउने कहिलेसम्म बस्ने भन्ने कुराहरू यहाँ चाहिँ भर्खर बन्दै गरेको एउटा सानो पार्क बन्दै रहेछ यहाँ चाहिँ ठ्याक्क अब ढोरपाटन हन्टिङ रिजर्भ चाहिँ सुरु हुन्छ है गाइजहरू ल यहाँ केटाकेटीहरू यसरी खेलिरहेको छ छिरिसकेपछि अलि अगाडि आइसकेपछि चाहिँ यस्तो एकदम समथल भाग चाहिँ देखिन्छ है जता हेरे पनि वरिपरि चाहिँ डाँडा काँडाले घेरिएको तर बिचमा चाहिँ एकदम समतल भाग जस्तो कि उपत्यका जस्तो चाहिँ ठाउँ यहाँ ढोरपाटनमा चाहिँ रहेको छ है त्यहाँ तयारी गराउन चाहेँ मेरो साथी चाहिँ एकदम भाइ गइसक्यो तल चाहिँ तल पुगी भ्याउमा बाइक होटेल अरे केही नै मलाई हान्छ यसले विनोद हामी चाहिँ अहिले ढोरपाटन हन्टिङ रिसोर्टमा छौँ है तपाईँलाई अघि नै अर्को पहिलो भिडियोमा चाहिँ तपाईँलाई भनिरहेको छौँ पहिलेदेखि थाहा छ होइन अघिदेखि हामी चाहिँ अब होटेलमा गयो होटेलमा यसो मुखसुङ धोएर फ्रेस भएर चिया पिएर चाहिँ कपडा अघि आउँदाको कपडाहरू चाहिँ एकदम धुलो भइराखेको थियो त्यसो हुँदा कपडा सबै चेन्ज गरेर अब फेरि तल आएर हन्टिङ रिसोर्ट यो घोडा चढेको एकदम डर लागिरहेको छ होइन घोडा पनि पछाडि पनि अर्को सरको बच्चाहरूले एकदम दौडाइरहनु भएको यो चाहिँ ठिक छ दिवस अब फर्स्ट टाइम घोडा चढ्दै एकदम आनन्दको फिल भइराखेको छ ल भाइहरूले किन रोक्ने भाइ किन दौडेको रमाइलो हुँदो रहेछ जस पहिलाको घोडा पाल्थे सबैको घरमा घोडा हुन्थ्यो अहिले हाम्रो घरहरूमा बाइक भयो जस्तो चाहिँ पहिला घोडाहरू हुन्थ्यो उसले चाहिँ किन फर्काउनु मलाई डर लाग्यो डर लाग्यो है मलाई बिस्तारै हिँड ल न किन दौडाएको अर्को सरतिर ल तिमीले लैजाऊ न कसरी होला नि मलाई दौडायो कि डर लाग्छ त खस्यो भने त टेक्यो भने त हाम्रो उसले सबै हड्डी भाँचिदिन्छ नि त त्यसो हुँदाखेरि एकदम डर लाग्छ नि त फर्स्ट टाइम घोडा छ त फेरि फोन फुट्यो भने अहिले फेरि तिरौला है भाइ अहिले हाम्रो कति अरे तिमीले कति रुपियाँ अरे तिमीले यो घोडालाई चढेको 2000 किने घोडा किन्दा कति पर्छ कति 6 करोड 100 करोडमा कतिवटा जिरो हुन्छ थाहा तिमीलाई अबि दुईटामा त उसो हुन्छ नि 100 भइहाल्यो नि ल बर्दर ल मसँगै साथी आएको चाहिँ यहाँ छ यसले पनि घोडा चढ्ने भएर एकैचोटि भिडियोहरू ल्याउने भनेर चस्मा लिएन यता फर्काइ लिएको चस्मा मेरो खोसेर लैहाल्यो अनि कपाल पनि उड्या रहेछ त्यो चस्मा लाउँदा अँध्यारो देखिँदा चाहिँ थाहा पर्ने नेपालको चाहिँ एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा अहिले पनि घोडा चढिरहेको छ 200 रुपियाँ भनिराख्नु भाइहरूले अब पैसा त अहिले लास्टमा कति दिने थाहा होइन यिनीहरूलाई कता जाने कता बर्दर फुच्चे झार एकदम फुलेको हरियो ठाउँमा लैजाउँ न हामीलाई होइन सिन पनि राम्रो आउँछ कि त्यहाँ चाहिँ पहिला बाइक भन्ने कहाँ बाइकमा त गइन्न भाइ घोडैमा सिधै घोडामा जाने हो के फुल एउटा मात्र रहेछ नि फुल त मेरो भिडियो त भएन क्या अर्कै आयो रमेश सरसित सेटिस्फाइडै हुनु भएको छैन कि
एकदम ल ल ल